उपेन्द्र सुब्बाको चलचित्र जारी 2 आजबाट रिलिज भएको छ। चलचित्र फर्स्ट डे फर्स्ट शो पनि हेरेर आइयो। यसपालि भने चलचित्रमा च्याब्रुङको महत्व र लिम्बू समुदायको संस्कृतिलाई अझ राम्रोसँग देखाउने प्रयास गरेको छ चलचित्रले। अब कुरा गरौँ चलचित्रको पहिलो हाफ। चलचित्र निकै रोमाञ्चक ढङ्गबाट अगाडि बढ्छ। ठाउँ ठाउँमा कमेडीको तर्काले त चलचित्रलाई अझ धेरै जीवन्त बनाउँदै लान्छ। घर माइतीको नोकझोक र मेलमिलापलाई पनि चलचित्रमा राम्रो ढङ्गबाट देखाइएको छ। कसरी मेला महोत्सवमा जोरी पारी तन्नेरीहरूले माया प्रीति बुन्छन् भन्ने कुरा पनि उपेन्द्र सुब्बाले राम्रोसँग देखाएका छन्। समग्रमा चलचित्र पहिलो हाफमा निकै नै रमाइलो छ। अब कुरा गरौँ दोस्रो हाफको। दोस्रो हाफको कुरा गर्दाखेरि चलचित्रको पेस दोस्रो हाफमा वात्तै घटेर जान्छ। एउटै कुरामा चलचित्र धेरै बेर रुमलिन्छ। दर्शकहरूमा पनि छटपटी र नैराश्यता कता कता देख्न थालिन्छ। माओवादी द्वन्द्वकालको विषय पनि चलचित्रमा उजागर गरेकाले चलचित्र दोस्रो हाफमा कता कता धेरै बेर उतै रुमलिन थाल्छ। अन्धविश्वासको कारणले कसरी लिम्बू समुदायमा धर्म परिवर्तन गर्छन् र गराउनेहरूले कसरी आक्रमण गर्छन् भन्ने कुरा पनि चलचित्रमा देख्न सकिन्छ। माओवादी कालको सबल पक्ष र दुर्बल पक्षलाई पनि चलचित्रले देखाएको छ। द्वन्द्वकालीन समयमा लिम्बू समुदायको संस्कृति माथि भएको हमलालाई पनि चलचित्रले देखाएको छ। समग्रमा भन्नुपर्दाखेरि चलचित्र ठिकठाकै छ। कलाकारहरूको एक्टिङको कुरा गर्नुपर्दा नो डाउट सबैले एकदमै राम्रो काम गर्नुभएको छ। चलचित्रमा गीत भने छैन। यसपटक चलचित्र पनि अलि छोटो छ, मात्र 2 घण्टा 6 मिनेटको छ चलचित्र। यसपालि चलचित्रमा थपिएका कलाकार भनेको बुद्धि तामाङ र रिचा शर्मा छन्, जुन उनीहरूले आफ्नो भूमिका राम्रैसँग निभाएका छन्। अरू कलाकारहरू चलचित्रमा यथावतै छन्। अब तपाईहरूले सोध्नुहोला जारी 1 र 2 कुन राम्रो छ भन्ने। मेरो व्यक्तिगत विचारमा मलाई भने जारी 1 नै अझ धेरै मन परेको थियो। जारी 2 को रेटिङ गर्नु पर्यो भने म यस चलचित्रलाई 2.5 स्टार दिन्छु आउट अफ 5। यति भन्दै सम्पूर्ण जारी परिवारलाई चलचित्र सफलताको शुभकामना दिँदै आजको रिभ्यू यति नै। हस्त, बाइ बाइ।